जब कुनै यात्री कुनै शहरमा पुगेर कोही ब्राह्मणलाई सोध्छ, हे ब्राह्मण, मलाई भन्नुहोस् यो शहरमा सबैभन्दा ठूलो को हो? ती ब्राह्मणले उत्तर दिए, ताडका रुखहरूको समूह। यात्रीले फेरि सोधे, यो शहरमा दाता को हुनुहुन्छ? उसले उत्तर पायो, यहाँ सबैभन्दा ठूलो दाता धोबी हो, जसले बिहान धुने वा रङ लगाउनका लागि लुगा लिन्छ र बेलुका फिर्ता गर्छ। यात्रीले फेरि सोधे, यो शहरको सबैभन्दा चतुर मान्छे को हो? ब्राह्मणले उत्तर दिए कि यस शहरका सबै मानिसहरू अरूको धन र पत्नीहरू अपहरण गर्नमा चतुर छन्। यात्रीले फेरि सोधे, यस्तो अवस्थामा तपाईँ कसरी जीवन बिताउनुहुन्छ? ब्राह्मणले उत्तर दिए, म विषमा जन्मिने किरा जस्तै हुँ, जो त्यसैमा जन्मिन्छ तर पनि विषको प्रभावबाट मुक्त रहन्छ, उसलाई विषले कुनै असर गर्दैन। त्यसरी नै म मेरो जीवन यिनै मान्छेहरूसँगै बिताइरहेको छु।